फेरि आज पनि यही घिरौँला पकायो होइन आमा? कहिले काहीँ त मासु नि पकाउनु। खुरुक्क त्यहीसँग खा जाँठा, अहिले त्यही नि नपाउलास्। गाइज, हिजो पूजाको भट्टीमा रक्सी धेरै खाइएछ, मातेर कान्ला मुनि पुगेछु, अहिले यो छ अवस्था। भोलिदेखि कुकुरको मुख छुन्न अब त। बाहिरलाई इंग्लिशमा के भनिन्छ? त्यो मुजी बाहिरलाई चाहिँ सुकै भन्नु, त्यो मुजीले सुन्ने हैन। गाइस, यो पापाकी पारीहरूलाई लाइसेन्स कसले दिन्छ यार? आबाता बातोमा हिँड्नानी डर लाग्न थालिसक्यो। आइया मुजी, कस्तो मच्छर रै? यो मुजी मच्छरले तकेर सुत्नै दिँदैन, जहाँ गर्मी उस्तै। पढ्ने बेला मनिषाको पछि पछि लाएर हिँडिस, आज एसएलसीमा आलु खाइस होइन जाँठा? जा अब भैँसी चराउन, नत्र खान नि पाउँदैनस्। ओ यति फुटपाथमा बसेर भिख माग्छस्? मुजी बुढो, तेरो 5 रुपियाँको लागि अफिस खोल्नु त। मनिषा, मलाई एसई फेल गरिब भनेर छोडे कि होइन? हेर अहिले मेरो अवस्था, सुनै सुन जताततै जहाँ। रिग्रेट भयो होला नि अब त। बिहे गर भनेको मान्दैनस्। मैले त लभ पार्न सकिनँ आमा, सिंगल केटी नै छैनन् नेपालमा, बरु तपाईहरू नै खोजिदिनु न।